उहाँले कहाँ राजीनामा दिनुभयो? जबरजस्ती जब तपाईँलाई हामी सुरक्षा दिन सक्दैनौँ सेनाले भनेपछि हेलिकप्टरबाट भागेर जानुभयो उहाँ। कहाँ उहाँले त 23 गतिमा ल यस्तो घटना भएछ, हत्या यत्रो जनाको भयो, म राजीनामा दिन्छु, उहाँले कहाँ भन्नुभयो? म पक्नु पर्नु, म आउँदैछु यसमा। त्यसकारण यदि कुनै व्यक्तिले प्रधानमन्त्री जस्तो पदमा भएर मलाई थाहा छैन भनेर भन्छ भने त्यस्तो व्यक्तिलाई कुनै पनि राजनीतिक पदमा छेड भएर बस्ने पनि नैतिक अधिकार हुँदैन। मा अलिकति पनि लोकतन्त्रको हुन त उहाँले पार्टीमा यस्तो निरङ्कुशता लाद्नु भएको छ, हामी जस्ता मान्छेलाई सदस्यबाट निकाल्नु भएको छ, विद्या भण्डारीजीको लिइसकेको नवीकरण भएको संस्था होइन भनेर खारेज गर्नु भएको छ। हुन त यस्तो व्यक्तिलाई यस्तो नैतिकताको कुरा गर्नुको धेरै अर्थ होला जस्तो त मलाई लाग्दैन। अनि उहाँ त आफूलाई त सर्वज्ञता भनेर दाबी गर्नुहुन्छ होइन, सर्वज्ञता। अनि सामान्य मान्छेलाई त्यो ज्ञान पर्ने विषयमा त्यो सर्वज्ञता भनेर दाबी गर्नेलाई कसरी थाहा भएन? थाहा छ उहाँलाई। सुन्नु भएर म भन्दैछु, उहाँले त आइसकेको छ नि कुरा। उल्टो बालुवाटारमा बसेर 23 गते सुरक्षा निकायका व्यक्तिहरूलाई हप्कीदप्की गर्ने, अब यो भोलि ठुलो घटना घट्न सक्दछ भनेर मूल्याङ्कन गरेर अब यो मार्ग प्रशस्त गर्नुहोस्, कमसेकम सोचौँ, क्षतिबाट देशलाई जोगाउँ भन्दा उल्टो तिमीहरू आफ्नो कर्तव्य गर, यो टसमस गर्दैन भनेर उहाँले भनेको कुरा त आइसक्यो त, सबै प्रष्ट भइसक्यो। एउटा त्यो पक्नु, एउटा त्यो भन्ने। दोस्रो, ल त्यो पनि भएन रे त, जब त्यत्रो भइसकेपछि भोलि आफ्नै पदको लागि पनि, आफ्नै प्रधानमन्त्री पदलाई जोगाउनुको लागि ल देश र जनतालाई त उहाँलाई मतलब भएन। त्यस्तो व्यक्तिलाई हुँदा पनि हुँदैन। जो व्यक्तिहरू अकण्टक म मर्दासम्म पदमा अरू कसैलाई दिन्न भन्छ त्यो व्यक्ति जनता र देशप्रति उत्तरदायी हुन्न क्या। यो बुझ्नु पर्यो, एमालेका पङ्क्तिले पनि नेपाली नागरिकले पनि बुझ्नु पर्यो। जो व्यक्ति घरमा पैसाका चाहिँ कोठा सुरुङमा पैसा राख्छ त्यस्ता व्यक्तिले देश र जनताको चिन्ता गर्छन् भनेर सोच्यो भने नि त्यो सोच्नेहरूभन्दा मूर्ख अरू कोही पनि हुँदैन दुनियाँमा। त्यता नजाउँ अहिले। अब अनि 23 गते त्यत्रो घटना घटिसकेपछि राष्ट्रिय सुरक्षा परिषद छ नि त। राष्ट्रिय सुरक्षा परिषदको बैठक गरेर म प्रक्रियागत संविधानको कुरा गर्छु, त्यो बैठक गरेर यसरी यत्रो मान्छेहरूको मृत्यु भएको छ विभिन्न जे कारणले भए पनि होइन। अहिले उहाँका समर्थकहरू के भन्छन्, उहाँले त छानबिन आयोगको कुरा गर्नुभएको थियो नि, छानबिन आयोग गठन गर्नुभएको थियो त, छानबिन गर्नुपर्छ भन्नुभयो। कसलाई भने गर्नुपर्छ? आफै प्रधानमन्त्री हुने गर्नुपर्छ भने त गरेर देखाउनुपर्छ। के को गर्नुपर्छ?